हाई माई भ्लग म सानो भिडियो बनाउँदैछु विशेष गरेर यहाँ यो चाहिँ अहिले म साउथको मेरो आफ्नो जमिनमा पुगेको छु यो जमिनहरू मेरो हो अहिले जब बर्खा छ त्यसले गर्दा राम्रोसँगले देख्न पाउँदैन यो यो सबै इस्कुस हाम्रो हो अनि अहिले यहाँ प्रेस्किला आमाले इस्कुस टिपिराखेको छ इस्कुसको मुन्टा यो चाहिँ हामी भुटेर खाने यहाँ हाम्रो तल यो एकदमै अर्ग्यानिक यो पारी जति पनि देख्दैछ यो इस्कुस चाहिँ जम्मै हाम्रो हो तर हाम्रो भन्दा पनि यहाँ मेरो परिवारले रोपेको अनि अहिले हामीले सिमाना हेर्दै आयौँ माथि यहाँ सिमानाहरू अलिक गडबड भन्दै थियो अन्त यसो हेरेको मैले चेक गर्दै आउँदाखेरि यो हाम्रो गाई मेरो अहिले विशेष हाम्रो गाई यसरी गाई गोठ दिन्छ हेलो खाने हो खाने कि नखाने खानेहरू खायो पोला सक्यो है मेरो त ल ल ल ल ल ल यो चाहिँ हाम्रो गाई हो हाम्रो गाई दुना गाई छ यो जुन छ जर्सी गाई अनि विशेष गरेर यहाँ बाछा छ हेलो नानु छ नानु छ नानु छ नानु छ यो नानु छ मेरो हो यहाँनिर गभर्मेन्टले दिएको भयो इस्कुस टिपेर ल्याउँदैछ मुन्टा अनि विशेष यो फेरि हाम्रो यहाँ विशेष गरेर यो मेरो एरिया हो यस्तो यो गाइरी खेत हो यसमा चाहिँ ठुलो खेत थियो पहिला हामीले धान रोप्ने गर्थ्यौँ अनि यता यो सबै मेरो हो यो सिम्बीहरू घिउ सिम्बी यसपालि खानु पाइएन हामी अलिक छिटो आइयो यो घिउ सिम्बी यो जति मैदान छ यो चाहिँ यता मेरो साउथको यो त एउटा सानो घुरियान मात्रै हो यो चाहिँ घुरियानको जमिन छ तर यहाँ पनि एक हाल छ गोरुहरू जोत्दाखेरि अनि विशेष यहाँ मेरो प्रेस्किला आमा अनि यहाँ चाहिँ हाम्रो जेठा दाजुको यो डिल यता मुनि छ मेरो अनि यो घरा पनि मेरै हो यो जो अदुवा रोपेको छ यो मेरो हो यो यसो गएको यो पर कुना मेरो हो अन्त एकछिन रामिता डाँडा लान्छु नि तिमीलाई अन्त यो गाईहरू छ यो चाहिँ मेरो ठुलो दाजुको जेठा दाजुको गाईहरू अलिक बलियो रहेछ क्या बुढोको गाईहरू यहाँ सानो बिहाको रहेछ अनि यो यता यो पाउलको होला गाई छ अन्त यहाँ हामी रामिते डाँडा रामिते डाँडा लाँदैछु यसलाई आइज रामिते डाँडा छिटो न यहाँ मैदान छ यो चाहिँ हाम्रो यता साउथको यो सानो एक प्लट हो 4 भाइले बाँडेको यो चाहिँ एकदमै यो यस्तो खेत छ यहाँ कतना हिस्सो यो रायो साग यसरी अहिले यो भर्खर दसैँमा रायो सागहरू निस्किँदैछ अनि विशेष गरेर यता रामिते डाँडा चाहिँ यता हाम्रो पहिला गोरु जोतेर थाकेर बस्ने जग्गा यो हाम्रो यहाँ पहिला चाहिँ हाम्रो हिन्दू जातिहरूको जब ताम्बुङ्ना नास्तिहरू भन्छ ताम्बुङ्ना यहाँ यो ढुङ्गा यस्तोहरू छ यहाँ चाहिँ बनझाँक्रीले बास गर्थ्यो भन्थ्यो बनझाँक्रीको नाच्ने जग्गा यहाँ तल यस्तो छ यो सबै तार जमिन हो हाम्रो यो ढुङ्गा चाहिँ मेरो ल मेरो खेल्ने जग्गा यहाँ हेर्नु नि मेरो खेल्ने जग्गा यो पहिला नि सानोमा म खेल्थेँ यो ढुङ्गामा अन्त तिम्रो फोन यो ढुङ्गा मेरो खेल्ने जग्गाहरू है खेल्नु आउँथे कान्छा थक्चास थाङ्गो भन्थे यहाँ मेरो खेल्ने जग्गा यहाँ पारी डाँडाहरू छ यो चाहिँ मेरो रामिते ढुङ्गा यहाँबाट बसेर माथि घर हेर्थ्यो हाम्रोमा ढुङ्गाहरू त्यति छैन यी गयो अमेतेन यो चाहिँ हिँड्थ्यो हामी यो ढुङ्गा छ यहाँ जो नजिप्टिने यो एउटा सत्य छ यहाँ हिँड्दाखेरि हामी घाँस दाउरा बोकेर हिँड्थ्यौँ कहिले पनि हामी जिप्टिन्थेन अनि यो आलापिछी र समार फाङ बेगाङमा यहाँ मुनि हाम्रो साइला दाजुको जमिन हाम्रो विशेष यता हेर्नुहोस् है यो ढाँड इस्कुस फल्ने ढाँडहरू हो यो केही त्यस्तो भूत आत्माहरू छैन यहाँनिर पहिला चाहिँ थियो होला अहिले चाहिँ छैन यहाँ घाँसपात गर्छ हाम्रो मेरो घर चाहिँ त्यो यो हरियो एकछिनै त्यो हरियो ठुलो यता छाना देखिरहेछ माथि यताबाट छ यसो गरेर
त्यो हरियो ठुलो छाना देख्यो मेरो घर हो। अनि यो जमिनहरू सबै हाम्रो साउथको यो घुरियान जमिन हो। अनि अमला फलेको हेर्नुहोस् है, यो अमला यसरी फल्छ। सबै यो सिन्धीहरू हो, सुन्तला। अनि यहाँ म्याडम, अनि यहाँ म छु। टोपी नआउँदा त केही दिनु नरहेछ। त यो सबै मैदान जमिन छ। यो चाहिँ हाम्रो 4 भाइको बन्दा क्षेत्र। हामी यहाँनिर सुन्तलाहरू रोपेको छ। यो मेरो ठुलो दाजुको पर्छ। यहाँ चाहिँ तपाईँको पुरा यो त एउटा सानो निशानी मात्रै छ भनेर घमण्ड गरेको होइन, तर यति राम्रो जमिन चाहिँ हाम्रो छ। अर्ग्यानिक सेन्टरमा यहाँ खेती किसान गर्न सकिन्छ हामीले। यहाँ माथि यो माथि सबै हाम्रो उत्यो भिड देख्दैछ नि, माथि पर्छ त्यो हाम्रो। अनि पहिला हामीले अमिन लगाउँदाखेरि हामीले 1 हप्ता 7 दिन चाहिँ हामीले जमिन बार्नु लाग्यो। ती ठुलो एरिया हाम्रो यहाँ हाम्रो छ हो। यहाँनिर विशेष गरेर तपाईँलाई पुरै त देखाउन सकेको छुइनँ। यो त एउटा घुरियान मात्रै। यो हाम्रो विशेष गरेर यो चाहिँ हाम्रो घुरियान जमिन। यहाँ चाहिँ 4 भाइको घुरियान जमिन। यहाँ मुनि अहिले पुरै जङ्गल भइसक्यो। यो पहिला हामीले खेती गर्थ्यो। यो तल यता चाहिँ हाम्रो छ्यामाको पर्छ। अनि यहाँ यसरी जब फलेको छ यो सुन्तलादेखि लिएर सबै कुरो, यो फुलतरुल भन्छ। अनि हाम्रो सुब्बाले चाहिँ फुङ्गे भन्छ। अनि कन्न यो अमलाको बोट। अनि फेरि यता चुम्किएर मेरो सिमानामा आइपुग्दैछु है। अनि मेरो सिमा यो जमिनहरू पहिला मैले गोरु जोतेको, यहाँनिर गोरु जोतेको। अनि त्यहाँदेखि तपाईँको अन्नहरू फलाएको सिम्बीहरू यसरी फल्दैछ। यो गरादेखि उनीहरू चाहिँ मेरो हो, मेरो नाममा पाएको अनि मेरो हो। अनि यहाँ विशेष गरेर यो पारीहरू चाहिँ दाल हुन्छ। दाल अहिलेको मान्छेले खेती गर्दैन, तर भए पनि यहाँ अलैँचीहरू लगाएको छ। हार थाएन ऊ तल यो आउनु नमानेको थियो, मैले जबरजस्ती लिएर आएको छु। अन्त ल यसरी छ है। अब हामी फर्केको मेरो लास्ट यहाँ यो चाहिँ मेरो सिमाना। यहाँदेखि उनीहरू चाहिँ मेरो पर्छ है। हुन्छ, बाई। अर्को भिडियोमा भेटौँला।